नमस्कार, म निश्चल केसी। तपाईँ यति बेला हामीलाई इन्फर्म नेपाल अनलाइनबाट युट्युबमा हेर्दै हुनुहुन्छ र आज पनि म तपाईँको माझमा एकदमै सस्तो र आकर्षक मूल्यमा बिक्रीमा भएको एउटा जग्गाको बारेमा जानकारी दिनुको लागि जग्गा भएको ठाउँसम्म आइसकेको छु। भिडियो अन्तिमसम्म हेर्नुहोला। र यति बेला भने म यो सीतापाइला हुँदै रामकोट हुँदै यो जग्गा भएको ठाउँसम्म आइसकेको छु। यो जग्गा चाहिँ सीतापाइलाबाट यो सीतापाइला रिङ रोड स्वयम्भूदेखि लगभग 7 किलोमिटर टाढा रामकोटको भीमढुङ्गा भन्ने ठाउँको जग्गा हो। र जग्गा एकदमै आकर्षक मूल्यमा बिक्रीमा आएको जग्गा छ। मैले तपाईँलाई जानकारी गराइसकेको छु। भिडियो अन्तिमसम्म हेर्नु होला। म यो जग्गासम्म पुग्दैछु। यो जुन बाटो हुँदै यो जग्गासम्म पुग्नेछु। बाटो एकदमै यहाँसम्म चाहिँ सीतापाइला स्वयम्भू सीतापाइला रिङ रोडबाट यहाँसम्म यो म आइपुगेको ठाउँसम्म चाहिँ सबैतिर यो पिच भएको ढलान भएको बाटो एकदमै राम्रो बाटो छ। यो बाटो हुँदै म जग्गाको नजिक आइपुगिसकेको छु। र यति बेला मैले करिब 5 किलोमिटर दूरी पार गरिसक्दाखेरि सम्म यो जग्गामा पुग्नको लागि बाटो चाहिँ एकदमै राम्रो बाटो भएको मैले देखिरहेको छु। र म जग्गाको नजिक आइपुगिसकेको छु। यो जग्गा एकदमै राम्रो जग्गा छ। एकदमै सुपथ मूल्यमा बिक्रीमा आएको जग्गा हो भन्ने कुरा चाहिँ मलाई जानकारी छ। र म जग्गा देखाउनको लागि चाहिँ म तपाईँलाई यो बाटो देखाउँदै अगाडि बढिरहेको छु। यानि कि यो बाटो देखिसकेपछि तपाईँ एक्लै पनि यो जग्गासम्म आइपुग्न सक्नुहोस् भन्ने चाहिँ मेरो उद्देश्य हो। र जग्गा कस्तो ठाउँमा छ भनेर तपाईँले देख्न सक्नुहोस् भन्ने पनि मेरो उद्देश्य हो। त्यसैले म यो जग्गासम्म पुग्ने बाटो चाहिँ म तपाईँलाई देखाउँदै गइरहेको छु। यो बाटोमा कस्तो छ, बाटो बिग्रेको छ कि छैन, जग्गा कस्तो ठाउँमा छ भनेर तपाईँले हेर्नुहोस्। तर तपाईँलाई यदि चित्त बुझ्यो र तपाईँलाई मन पर्यो भने चाहिँ तपाईँ फिल्डमा आएर पनि जग्गा हेर्न सक्नुहुन्छ। यति बेला भने म जग्गा भएको ठाउँमा ठ्याक्कै आइसकेको छु। जग्गा तपाईँले देख्न सक्नुहुन्छ एकदमै हाइटमा यो 13 फिटी कच्ची बाटो छ। बाटो यो जग्गामा भएको बाटो चाहिँ पिच भएको छैन। जग्गासँग सटेको बाटो चाहिँ पिच ढलान भइसकेको 26 फिटी बाटो हो, जहाँनिर गाडी मोटरहरू जति बेला पनि कुद्ने गर्छन्। र यो जग्गामा चाहिँ कच्ची मोटर बाटो छ। जम्मा 13 फिटको कच्ची मोटर बाटो हो। बाटो पिच भइसकेको छैन। यहाँहरूले देख्न सक्नुहुन्छ जग्गा एकदमै हाइटमा छ, एकदमै राम्रो ठाउँमा, त्यस्तो भिरपाखा छैन। एकदम राम्रो ठाउँमा हाइटमा चारैतिरको भ्यूहरू देख्न सकिने एकदमै हाइटको जग्गा रहेछ। र यहाँ बस्नको लागि चाहिँ एकदम उपयुक्त छ। व्यापार बिजनेस चाहिँ गर्न मिल्ने खालको जग्गा होइन यो। र तपाईँ यदि घर बनाएर बस्न चाहनुहुन्छ भने चाहिँ एकदमै राम्रो र उत्कृष्ट जग्गा रहेको छ। र जग्गा चाहिँ 3 आना 1 पैसा जग्गा छ। टोटल जग्गा चाहिँ 3 आना 1 पैसा जग्गा छ। र जग्गा एकदमै राम्रो ठाउँमा हाइटमा छ र तपाईँले भने जस्तो जग्गा छ। यदि तपाईँ यो एरियामा रामकोट सीतापाइला भीमढुङ्गासम्म चाहिँ जग्गा खोज्दै हुनुहुन्छ भने चाहिँ तपाईँको लागि यो जग्गा एकदमै उपयुक्त हुनसक्छ भन्ने चाहिँ मेरो विचार हो। जग्गा एकदमै राम्रो ठाउँमा छ। मैले देखाइरहेको छु, तपाईँले देखिराख्नु भएको छ। जग्गा यही नै हो। भोलि तपाईँ यो फिल्डमा जग्गा हेर्न आउँदा पनि तपाईँले देख्ने जग्गा चाहिँ यही नै हो। र जग्गाको यो नक्सा हेर्दाखेरि यो जग्गाको लम्बाइ चाहिँ तपाईँको लगभग 40 फिट 45 फिट जति देख्न सकिन्छ हामीले चाहिँ यो अन्दाजी हेर्दाखेरि। र अगाडि मुख चाहिँ तपाईँको लगभग 25-26 फिट चाहिँ अगाडि मुख छ जग्गाको। जग्गा पूर्व मोडाको जग्गा छ। एकदमै बिहानदेखि बेलुकासम्म घाम लाग्ने ठाउँमा एकदमै हाइटमा र तपाईँले खोजे जस्तो र चाहे जस्तो जग्गा चाहिँ यो छ जस्तो मलाई लाग्छ। र यदि तपाईँ यो जग्गाको बारेमा जानकारी लिन चाहनुहुन्छ र बुझ्न चाहनुहुन्छ भने चाहिँ मैले यो जग्गासँग सम्बन्धित व्यक्तिको नम्बर चाहिँ मैले भिडियोको स्क्रिनमा राखिदिएको छु। उहाँसँग कन्ट्याक्ट गर्नुहोला र बाँकी तपाईँले जानकारी लिन सक्नुहुन्छ। यो जग्गासँग सम्बन्धित व्यक्ति यानि कि यो जग्गा तपाईँलाई देखाउने व्यक्तिको नम्बर चाहिँ मैले यो भिडियोको स्क्रिनमा राखिदिन्छु। यो नम्बरमा कन्ट्याक्ट गर्नुहोला। किनकि जग्गा धनी चाहिँ अहिले नेपालभन्दा बाहिर भएको कारणले चाहिँ उहाँको नम्बर मैले राख्न सकेन। र यो जग्गासँग सम्बन्धित व्यक्ति अथवा जग्गा धनीको आफन्तको नम्बर चाहिँ मैले भिडियोको स्क्रिनमा राखिदिएको छु। उहाँसँग कन्ट्याक्ट गर्नुहोला र बुझ्नुहोला। र तपाईँ यदि फिल्डमा हेर्न आउनु चाहनुहुन्छ, जग्गा हेर्न चाहनुहुन्छ भने पनि उहाँसँग कन्ट्याक्ट गर्नुहोला। मैले देखाइरहेको जग्गा चाहिँ यो मकैबारीभन्दा तल यो जुन वाल देखिराख्नु भएको छ, यो वालदेखि यतातिर यो 3-4 वाल लगाएर राखेको जग्गा छ। यो सम्म जग्गा एकदमै राम्रो जग्गा। मकैभन्दा मुनि यो जुन बाँझो देखिरहेको छ जग्गा यही नै हो। मैले भनिसकेँ जग्गा चाहिँ 3 आना 1 पैसा जग्गा छ। 3 आना 1 पैसा जग्गा। र यो जग्गा धनीले भनेअनुसार चाहिँ यो जग्गाको प्राइस चाहिँ जम्मा 12 लाख भन्नुभएको छ। मैले भनिसकेँ यो जग्गा चाहिँ सीतापाइला रामकोट हुँदै भीमढुङ्गा भन्ने ठाउँको जग्गा हो,
चिना नायक पैसा जग्गा। मैले जब यो भिडियोमा यो जग्गासँग सम्बन्धित व्यक्तिको नम्बर पनि राखिदिएको छु। बाँकी जानकारीको लागि चाहिँ उहाँसँग सम्पर्क गर्नुहोला।